बालनलाई कसैको बाउको तागत छैन यो सरकार ढाल्न अहिले। अब 1 घण्टाभित्र बालनलाई प्रधानमन्त्री पदबाट मुक्त गराउन सक्ने क्षमता छ रवि लामिछानेसँग। फेरि अरूसँग छैन त्यो कुरा। अरूसँग एक मात्र मान्छे हैन बालनलाई प्रधानमन्त्रीबाट हटाउन सक्ने संसारमा हैन। एउटा मात्र छ भने संविधान त फेरि संविधान त संविधानमा प्रधानमन्त्रीको पद रिक्त हुने जम्मा 4 वटा कुरा लेखेको छ। एउटा मरेमा, मृत्यु भएमा, त्यो भवितव्य कुरा हो त्यो अब यो भगवानको जिम्मा, कसैको बाउको तागत छैन यसमा छ त। दोस्रो अविश्वासको प्रस्ताव पारित भएमा 2 वर्ष ल्याउनै पाइँदैन, त्यसले पनि 2 वर्षसम्मलाई फिक्स भयो। विश्वासको मत पारित नभए के विश्वासको मत पारित हुन नसकेमा अविश्वास पारित भएमा विश्वासको मत पारित हुन नसके विश्वासको मत माग्नै परेन, निजले मागे हो राजीनामा दिएमा। अब निजले राजीनामा दिने कुरो हुँदैन दिएमा। अनि अर्को कुरो के छ, समर्थन फिर्ता लिएमा। पाउनु है, यो धारा 100 को बारेमा आएको है मैले 3टा। अर्को पार्टी विभाजन भएमा लिनै पर्यो 30 दिनभित्र हैन। यो अवस्थामा यी जम्मै कुराहरूको अवस्था अहिले छैन भने पछाडि धारा 100 अन्तर्गत प्रधानमन्त्रीको पद रिक्त भएमा, एउटा 2टा मृत्यु भएमा, तेस्रो निजले लिखित रूपमा राष्ट्रपति समक्ष राजीनामा पेश गरेमा 3टा। अर्को एउटा छ निज प्रतिनिधि सभाको सदस्य नरहेमा। यी 4 वटा कुराले मात्रै प्रधानमन्त्रीको एक्जिट हुन्छ, नत्र संविधानले बाहिर निस्किनै दिँदैन। यही संविधान मानेपछि हुन त यही संविधानभित्रबाट अरू नि आएर गए हेर्नुहोस्। अब यो संविधानले त 4 वटा कुरा राखो। अब निज प्रतिनिधि सभाको सदस्य नरहेमा स्वतः पदमुक्त हुने, प्रतिनिधि सभाको सदस्य नरहने कतिखेर रवि लामिछानेले बालेन्द्र शाहलाई आजका मितिदेखि साधारण सदस्य पनि नरहने गरी पार्टीबाट कारबाही गरी निकालिएको छ भनेर सभामुखलाई दिए पछाडि सभामुखले हैन लिएर हात हालेर पढ्ने बित्तिकै प्रत्यक्ष निर्वाचितलाई त्यसरी गर्न मिल्दैन। अन्य कुराहरू होला तर छैन, पर्दैन हो। काहीँ त एकैचोटि डाइरेक्ट हो त्यो।